म कस्तो हालतमा मेरो आशिका 1111 छ। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ आफ्टर सो लङ हामी चाहिँ चितलाङ, मार्खु अनि कुलेखानी राइड चाहिँ निस्किन लागेको छौँ। अनि आज चाहिँ एकदमै रमाइलो हुनेवाला छ। भ्लगलाई लास्टसम्म हेरेर माया गरिदिनु होला। अनि यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला। पुण्यता चाहिँ आइपुगिसकेपछि होइन, अनि म चाहिँ यहाँ टिकटक बनाउनु भनेर बाहिर आएको थिएँ। मंगवा दो मुझको लाल परी ओ लाल परी, लाल परी ओ लाल परी। पूर्णिमा यही हो? यही हो क्या रुम? घरमा जा। अब ललुवाको होस्टेल जाने हो। ललुवाको चितलाङको रोड अपडेट है त। यो बाटो भर्खर बनेको बाटो हो। बवाल भएछ। टुके उठाउनु पर्यो। कस्तो यता छिरो यार, उतार लाने भनेको त। आज मेरो बाइकलाई के भएको छ भनेर म बुझ्नै सकेको छुइनँ। केमा अड्केको छ? केमा अड्केको छ? भएन? लु बल्ल भयो। साथीहरू, त्यो चिल्लो बाटो देखेर नझुकिनु होला। बाटो चाहिँ फेरि बाबा सिर रहेछ। एक फना खाइयो। हाफ प्यान्ट लाएर आएको दिन राइडिङ गियर लाएर आउनु पर्थ्यो। भन्न चोट चाहिँ लागेन क्या। 2 गियरमा लाने हुँदैन, तान्दै तान्दैन। के भएको? यत्तिकै मात्रै भइदिनु नि होइन, माथिसम्म यत्तिकै भइदिनु भने त मजाले तान्थ्यो। आँटकुरी ढुङ्गा यति छ, ढुङ्गा यति छ। खै म यहाँ हेलमेट मिलाउँछु आँटकुरी। मेरो कम्ती गाह्रो भइसकेन। कस्तो गलेको यार, एकदम हुँदै बढी भयो त। औडा रहेछ बाटो। अनि तेरिका माथिसम्म यस्तै हो कि क्या हो यार? म गियर लाएर आउँथेँ नि यार। मिल्दैन मिल्दैन। ए गियर, राइडिङ गियर के तान्दै बाइकले। हामी त बाटो जस्तै थियो। बाटो कस्तो छ त देखिन। मेरो बाइक तान्दैन यार, म त वाक्क भइसकेको छ। यतिकै बाटो हुनु भने त तान्थ्यो नि त मजाले। मेरो त बर्बाद हुने भयो यार जुत्ता। झर्छ है। पनि मिसइन्फर्मेसन दिने काम नगर्नु होला है। रोड भनेको एकदम अफ रोड छ उता। त्यो ठ्याक्क पिच रोड सकिए पछाडि त एकचोटि त एक्सट्रिमै अफ रोडिङ छ। त्यस पछाडि पनि यतिको अफ रोडिङ नै भन्नुपर्छ, किनभने यो बाटोलाई गतिलो भन्न मिल्दैन। बबाल रोड आयो अब चाहिँ। यतिको रोड हुनु भने चाहिँ यहाँ जिन्दगीभरि आइराख्नु जस्तो बाटो रह। माथिहरू फेरि टक्क तरकारीहरू लगाएको, यताउता सित बबाल बबाल बबाल। वाह, कस्तो दामी देखेको हो। कि चस्मा लाएर हो? पुण्य त चस्मा लाएर मैले यस्तो हरियाली राम्रो देखेको कि। हो यो चाहिँ हो। पुग्नलाई पुगिसक्यौँ। जस्ट कति मिनट, 2 मिनट छ गाइस। We are in Chittagong, guys.
होइन टु मच ओइ 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 चिकन गाइज हामी चितलाङ चाहिँ अघि नै पुगेको हो तर एक्ज्याक्ट लोकेसन चाहिँ हामी पुगेनौँ त्यही भएर हामीले चितलाङ के हानेको रह्यो म बोलेको चाहिँ आशिकाजीले सुन्नु भएन जस्तो छ हडेबाट आइरहनु थियो होइन त्यही पनि गाह्रो छ गाइज गाह्रो यस्तो यो हुन्छ नि गाइज यो कच्ची बाटो हिँड्दाखेरि चाहिँ के को भाइब छ भने नि हामी मुस्ताङ बारपाक पनि यस्तै गए गएको होइन माथि यो काटै भनेर गाइस सब रुजाइदिएले मलाई गाइस म केही भनिनँ म त्यस्तो जोगिएर आएको यस्तो त हुँदैन है गाइस सब हेर्नु न गाइस म गाइस दिइरहेको छु है यस्तो उनी आउँदैन चितलाङ्गे नै आउँदैन हो कहाँ मर्छ चितलाङ्गे ओइ ओइ हेर्न आरो पनि धेरै आरो कति मिनट छ चितलाङमा 31 मिनट यो कुलेखानीको हो क्या कुलेखानी जाने नै बाटो हो नि त साह्रै दुखिसक्यो यार मलाई त मार्कु आइपुग्यौँ चितलाङ चाहिँ गएन फर्किँदा निस्किने हो क्या ए फर्किँदा चाहिँ निस्किन्छ मैले चाहिँ हामीहरू लास्ट भोक लागिसक्यौँ बिहानदेखि केही नि खाएको छैन हामीले इभन पानी पनि खाएन अब कता हेर्नु क्या दामी ऐसेले छ बोटैबाट टिपेर सबै औसेलो छ हेर न यता ऐसेलो हेर न कति छ यता हेर न म कन्फ्युज भयो क्या लम्बै छिरिरहेको म त लम्बै लगिहाल्यो यसले बाउलाइले माखा त लम्बै रोकेको घुम्मै भुक खाडियो हिँड्न बाइक लडी छोडिदिइरहेछ म उठाइदिन्छु केही भएर चिप्लिकै हो फर्स्ट कोही एकछिन यता भिड छ ओइ आइज न पुण्य त यता भिड छ हौ लौडी धेरै मुनिको झन्डै हालेको रहेछ त भिड मुनि त गएको छ त बस्न भिडबाट निकाल्नु हामी यस्तै लडेको थियो यार अघि हेर त क्रास आज फेरि कितै थिइस् के अरे रोक्न राम्रो रेस्टुरेन्ट होटल लिएर चाहिँ खाना खान्छौँ अर्ग्यानिक खाना गइदिएर मार ठुलो खाना खाने ठाउँ पनि छ उता त्यसलाई राम्रो ठाउँ चाहिएको अरे नि त खाना खाऊ सल्लाह गरौँ कता जाने हो कुदेको म कस्तो हालतमा के भन्छस् यहाँ हेर यहाँ हेर्न यहाँ कस्तो उल्टो मान्छे हो सोडा खाएपछि खाना छ होला दिदी सबै बसाउनै पर्ने हो पुरै टाक्टा पानी 2 घन्टा हुन्छ त हौ बोटिङतिर पाउँछ ल साथीहरू फाइनली हामी चाहिँ मार्कुमा आइपुगेको छौँ अनि मार्कुमा अब खाना खानालाई भनेर रोकेको छौँ छन् हाम्रो गाइजहरू मेरो
तेरो हालत भन्छस् म मेरो देखाउँछु पाउनु ल गाइज यो हो क्या सरी हो साथीहरू यहाँ मार्कुमा चाहिँ कस्तो राम्रो वेदर छ है म यता हेर्दै बसेको छु कस्तो राम्रो देखिएको भाइ Put your hands up freeze साथीहरू अहिले चाहिँ हाम्रो खाना खाने टाइम भइसकेको छ सबजना हामी दिँदैछौँ खाना यस्तो खायो कि गाइज है ल्याम हान्यो पिलित्त हुने गरी 4 चोटि चाहिँ होइन है भाइ एकैचोटि छपेको पिलित्त हगेर फिलित्त पारेर लिपस्टिक खायो नि दलेको पिलित्त हगेर अरे छि उता पनि लिपस्टिक दल्दैछन् गाइजहरू टेन्टमा चाहिँ मेन डल्दैछ लालुले भिरबाट बाइक झन्डै खसाएको है गाइज कि त्यो भिडियो पनि हाल्छु म कस्तो चिप्लेर त गाडी पनि आत्यो क्या पाला पाल गरेर यो फेरि खाल्टै देख्नु हुँदैन रोक 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 भन्छ उत्रि हामी लागिसक्यौँ भेडा फार्मतर्फ है भेडा फार्म यहाँबाट धेरै छैन 3 मिनटको बाटो हो अब त्यहाँ गएर हामी भेडा फार्मको टक्क भ्यू देखाउँछौँ है त तपाईँहरूलाई भित्र चाहिँ भेडा फार्म छ हामी चाहिँ बाहिर यहाँ बाइक रोकायौँ अब यहाँबाट जानुपर्ने हुन्छ भेडा फार्मतर्फ साथीहरू भेडा फार्मको चाहिँ होल भ्यू चाहिँ यही हो है जति बेला पनि भिडियो नभन् न यार भिडियोग्राफी अफ द इयर अवार्ड गोज क्वालिटी गर्छ अब अरु कस्तो दबान स्ट्यान्ड रोइन्छ यार अब धेरै नसताऊ तिम्रो त्यो माया देखेर अब जाने पखाला भएन जिन्दगी सदा गर मोटर गाडीमा त्यही बस साथीहरू फोटो र भिडियो यति धेरै खिच्यो होइन बाटोमा 2 चोटि लडे पनि अब यो भेडा फार्ममा आएपछि त्यो रमाइलो त गर्नै पर्यो ऊ टिकटक कि माएर आने ऊ कहिले पनि टिकटक बनाएर अगाउँदैनन् अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ गाइजहरू अहिले चाहिँ हामी फर्किने क्रममा छौँ गाइजहरू बाटो कहानी साथीहरू अहिले हामी फर्किँदैछौँ यताबाट 1 घन्टा 50 मिनट देखायो त्यहाँ दाइहरूले फेरि 40 मिनटमा पुग्छ माथि भेडा फार्मकै बाटो भन्दै हुन्थ्यो हामी उल्टो बाटो आएछौँ तर अब खोइ यत्रो धेरै टाइम डिफ्रेन्स त नहुनु पर्ने अब राम्रै बाटो आयो होला भनेर फर्किँदैछौँ हुन त तर कचकचुक बाटो त लास्टै खतम छ चितलाङ आउँदै हुन्छ भने प्रपर राइडिङ गियर लाएर मजाले आउनु होला
नत्र भने यहाँ फेरि बिजोक हुनसक्छ। यस्तो चिप्लो टाइपको बाटो छ यार, सबै रातो माटो छ हौ। रातो माटो, चिप्लो बाटो, लड्दै पड्दै आएको हामी। यो चितलाङको भ्यू, वाउ। फर्किने बेलामा चाहिँ दामी देखेर नफर्क्यौ लाग्ने खालको देखिरहेको। ओह्रालो हो कि आम्मामामा, मर्न आँट्यो यो रात। तान्दा ब्रेक। साह्रै ओह्रालो भाइ बाटो त। इन्जिन तातेर रेस्ट गरे होला नि सबैले, सबै मान्छेहरू इन्जिन तातेर रेस्ट गरे होला नि कि। सानो ताते त हाम्रो बाइक पनि। फेरि लड्छस् अया। गलेर थर्केर मऱ्यो हात। कत्रो चाहिँ गहिरो भा। तर हेभन हो यार बाटो त, हेभन हो क्या बाटो त। लाले अघि बाइकले किन नतानेको रहेछ भनेर त अहिले पो थाहा पाउँदैछु। उत्रिँदा कस्तो गहिरो, आमा कस्तो गहिरो क्या। यही त हो त अनि। अघि बाटो आएको बाटो यही हो भन्छ त। मेरो आशिका 1111 छ। म चाहिँ फाइनली घर आइपुगेँ। अनि घर आएर चाहिँ मैले खानेकुरा अर्डर गरेँ। अब म देखाउँछु है त के अर्डर गरेँ भनेर। दिस इज KFC गाइज। अनि यहाँ चाहिँ कोक छ। अब कोक र KFC कम्बो गरेर खाने हो गाइज।